फ्री किक कप्तानले लिँदैछन् आदेश विश्वकर्मा रेसुङ्गाको लागि। आदेश विश्वकर्मा सिधा फ्री किक लिएका छन् र यो क्रस बारमा लाएर फर्केको छ। हामी रिप्लेमा हेर्नेछौँ। निकै नै राम्रो फ्री किक लिएका थिए त्यहाँ कप्तानले। कप्तान आदेश विश्वकर्मा क्रस बारमा लागेको थियो। र यहाँ अवसर रेसुङ्गाको लागि राम्रो बचाउ त्यहाँ। गोलरक्षक कप्तान गोलरक्षक थिए त्यहाँ मनिष परियार जर्सी नम्बर 18। रेसुङ्गा माविले जित्नुपर्छ भन्दै हुनुहुन्छ र यहाँ अवसर हुन सक्छ। थोरै ढिला गरे त्यहाँ रेसुङ्गा मावि। रेसुङ्गा माविले धेरै दबाब बनाइरहेको छ भाडागाउँमाथि, तर पनि भाडागाउँ पनि राम्रो खेलिरहेको छ। गोलरक्षकमा कप्तान आफै छन् 8 नम्बर र त्यहाँ मिस गरे जर्सी नम्बर 10 आशिक थापालाई। त्यहाँ अपर्च्युनिटी थियो। हामी लाइभमा हेर्ने रिप्लेमा हेर्नेछौँ। राम्रो क्रस निकाल्दैका थिए, पास थियो, डिसब्यालेन्स हुन पुगे, कन्ट्रोल गर्न सकेनन्। अवसर भने धेरै बनाइरहेको छ। रेसुङ्गा माविले दबाब सृजना गरिरहेको छ। अरुण छेत्री रेसुङ्गा माविको समर्थनमा फेरि पनि जर्सी 10 आशिक थापाको प्रहार धेरै माथिबाट लिएका छन्। गोलरक्षक मनिष परियार भाडागाउँको कप्तान पनि हुन् उनी। घाम लागे तापनि यहाँ चिसो चिसो हावा चलिरहेको छ र यहाँ भाडागाउँ मावि बल अगाडि बढाउँदै र मिस्टेक भएको छ। भाडागाउँ मावि फिनिस गर्न र यो गोल, यो अग्रता लिएको छ। निकै नै ठुलो गल्ती रेसुङ्गा माविले यहाँ गरेको छ। यहाँ 1 गोलको अग्रता भाडागाउँ माविले पहिलो गोल गरेको छ। गोलरक्षकले त्यहाँ केही गल्ती गरे। डिफेन्डर्सहरूलाई पनि छल्लाउँदै भाडागाउँका खेलाडीहरू। गोलरक्षक पुगिसकेका थिए तर पनि बल भने बचाउन सकेनन्, त्यो गोल भने बचाउन सकेनन्। हामी रिप्लेमा देखाउनेछौँ। त्यहाँ ठुलो गल्ती गरे गोलरक्षकले। बल क्लियर गर्ने चान्स थियो तर उनको जजमेन्ट भन्दा धेरै माथिबाट बल उफ्रिएर गयो। मेबी ग्राउन्डको कारण पनि हुन सक्छ, किनभने समान छैन, यहाँ ढुङ्गाहरू पनि छन्। त्यसकारण बल उनको सोचभन्दा अतिरिक्त उछाल भयो र त्यहाँ मिस्टेक गर्न पुगे। फेरि पनि जर्सी नम्बर 10 आशिक थापा। उनले पहिलो हाफमा धेरै अवसरहरू पाएका थिए तर त्यो अवसरहरूलाई गोलमा परिणत भन्ने गर्न सकेनन्। यहाँ भाडागाउँ मावि राम्रो बल त्यहाँ तर थोरै अफसाइड हुन पुगे। जर्सी नम्बर 13 गणेश बहादुर खत्री। यहाँ येल्लो कार्ड हुन सक्छ। यहाँ विसल बजिसकेको थियो। उनले त्यो प्रहार गरेका कारण उनलाई त्यो येल्लो कार्ड प्रदान भएको छ। भाडागाउँ माध्यमिक विद्यालय फेरि पनि अगाडि बढ्ने क्रममा जर्सी नम्बर 10 जर्सी नम्बर 13 अफसाइड। फेरि पनि जर्सी नम्बर 13
थोरै अगाडि पहिले पुग्न पुगे गणेश विक्रम खत्री। उनको पेस निकै नै राम्रो छ, राम्रो रनिङ छ, तर जर्सी नम्बर 10 भने अन साइड नै थिए, उनलाई ट्याकल गरिरहेका थिए। प्रवीण परियार थिए त्यहाँ। जर्सी नम्बर 8 आरामले निकालिदिएका छन् जर्सी नम्बर 10 लाई। जर्सी नम्बर 10 4 नम्बरको ब्लक गरिरहेका छन्। राम्रो डिफेन्स त्यहाँ। जर्सी नम्बर 4 मा छन् पुष्कर बस्नेत रेसुङ्गा माविको लागि। अब खेलको अन्तिम भागमा आएका छौँ। अब केवल 2 मिनेट मात्रै बाँकी छ। भाडागाउँ माविले लिड लिएको छ, 1 गोलको अग्रता। रेसुङ्गा माध्यमिक विद्यालय त्यो गोलको खोजीमा छ। जर्सी नम्बर 9 अवसर हुन सक्छ, तर हतालिएर त्यहाँ प्रहार गरे जर्सी नम्बर 9 जेनिस घरती मगर। यो सुनौलो अवसर थियो, गल्ती गर्न पुगे, निकै नै हतालिएर त्यहाँ प्रहार लिएका थिए। पावर पनि त्यहाँ कनेक्ट हुन सकेन, थोरै बेर साथीलाई कुर्नुपर्ने थियो। समय धेरै छैन। हिजोको खेलमा उपलथम घाँसले पालुखालाई 1 गोलको अग्रतामा थियो। उपलथम घाँस यहाँ रन बनाउँदै जर्सी नम्बर 10 किपर मात्रै बाँकी छन् र राम्रो डिफेन्स त्यहाँ आएका थिए रेसुङ्गा माविका खेलाडी। अन्तिम अब 1 मिनेट बाँकी छ। जर्सी नम्बर 8 क्लस्टर छ त्यहाँ बक्स बाहिर, निकै नै धेरै खेलाडीहरू छ अनि यहाँ अवसर हुन सक्छ। जर्सी नम्बर 9 जेनिस र राम्रो कलेक्ट त्यहाँ। गोलरक्षक मनिष परियार कप्तान। र यो विसलसँगै भाडागाउँ माध्यमिक विद्यालय विजय भएको छ। बधाई छ सम्पूर्ण टिमलाई। 1 गोलको अन्तरले जित हासिल गरेको छ भाडागाउँ माध्यमिक विद्यालय।